यदि भर्खरै बच्चा दिएको कुनै पनि जनावरहरू केही चिजसँग भेट भयो भने उसले आफ्नो ज्यान दिन पनि तयार हुन्छ। यति रिस आउँछ। त्यस्तै यहाँनिर हेर्नुहोस्, यो हात्ती एउटा जेसीबीसँग आफ्नो ज्यानको परवाह नगरिकन टक्कर दिइरहेको छ। किनकि यो भर्खर बच्चा दिएको हात्ती फसल खान आएको हुन्छ र आउँदाखेरि जेसीबीद्वारा यसरी भगाउन खोजिन्छ। तर यो हात्ती कति पनि जेसीबीसँग डराउँदैन, तर नडराइकन उसले चाहिँ जेसीबीसँग सामना गरिरहेको छ। जसकोतिर हात्ती लाग्छ उहाँहरूलाई पक्कै पनि थाहा होला कि भर्खर बच्चा दिएको हात्तीहरू कति आक्रमण हुन्छन् भनेर। यसरी फसल खान आउँदाखेरि मानिसहरूलाई भेट्यो भने त उनीहरूले केही बाँकी नै राख्दैनन्, तर पनि अन्य चिजहरू पनि कुनै पनि चिजले भगाउन खोजियो भने त्यसको प्रतिक्रिया गर्नको लागि चाहिँ उनीहरू कति पनि नडराइकन तयार हुन्छन्। त्यही भएर सचेत हुनु